कहाँ के आयो यार स्टुडियो भित्र कागा समाचार लिएर आउँछ नि कागा के समाचार बाललियो समाचार लिएर आएको ए साला मलाई त यस्तै भयो नि जेन्जी पनि हेर्न त जुकिरहेको जेन्जी भने नेपालमा 24 घण्टाबाट सत्ता नै पल्टिन्छ अनि 24 घण्टामा सत्ता अब केपी ओली प्रचण्ड शेरबहादुर देव भनेको आफूलाई संसारकै शक्तिशाली सोच्थ्यो नि त 24 घण्टा पनि टिकेन अब उसले 28 घण्टा भन्ने भएको छैन 24 घण्टा नै टिकेन भाइ अब तिम्रो आज 23 गते 2 गते 2 बजेतिर लगभग मान्छेहरू मरे कति 8-10 जना 15 जना दोस्रो दिनको तिम्रो 2 बजे त कब्जा भइहाल्यो केपी ओलीले राजीनामा दिएर यस्तो देश हो अब नेपालमा के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा फिक्स छैन नेपालले दिउँसो आन्दोलन गति अहिले त फेरि भोट पनि विदेशबाट दिने मिल्ने सिस्टम के हुँदैछ भन्ने सुनेको थिएँ खै त्यो भन्न चाहिँ भनेको छ तर त्यति सजिलो चाहिँ मलाई लाग्दैन किनभने विदेशमा पनि भोट सबैले हाल्छ भन्ने पनि होइन जुन तपाईँ त ड्युटीमा हुनुहुन्छ त्यो दिन कसरी यहाँबाट एमबिसी कुन गर्ने होला कसरी जाने एमबिसी सबै कम हुन्छ त्यो असम्भव कुरा हो कुनै दिन मान्छे त्यो भइहाल्यो भने पनि त्यति सजिलो छैन कि नेपाल जस्तो देशमा फेरि विदेशबाट जम्मा चाहिँ भोट चाहिँ नयाँलाई नै दिन्छ भन्ने होइन नि त कतिपय मान्छेलाई त पुरानै मान्छे मन पर्छ नि माओवादीहरू पनि विदेशमा छन् काङ्ग्रेसीहरू पनि छन् एमालेहरू पनि छन् मान्छेहरू ठुलो सम्झिनु सपोज तपाईँ काङ्ग्रेस हुनुभयो म माओवादी भाइ एमाले यी पनि होइन सम्झिनु सपोज अब त्यहाँ भोट हाल्ने विदेशमा कति एमाले छन् काङ्ग्रेस छन् माओवादी सबैका कार्यकर्ता क्या भनौँ न झोलेहरू भने त झोले त नि छन् नि अब यहाँ कसले नयाँ पार्टीका छन् अब यसो हेर्दाखेरि चाहिँ मलाई जानु लाग्छ देश चलाउन चाहिँ नयाँ पार्टी भन्दा पनि पुरानै चाहिरहेछ क्या बरु नेता चाहिँ परिवर्तन हुनुपर्छ पार्टी नै चाहिन्छ स्वतन्त्र चल्दैन देश हो यार युवा अब नेपालका युवाले यस्तो गर्छ केही नगर्दैन सत्ता त पल्टायो अस्ति है लास्टमा देख्नुभयो नि म त अचम्म एकछिन टोल पढेँ म त साधारण मान्छे हुन चाहिँ है टोल गएर देश चलाउनु छ यार प्रधानमन्त्रीको लागि एउटा म बन्छु भन्ने छ अर्को म बन्छु भन्ने म त जङ्ग भरि यस्तो भन्दा एउटा गायक म प्रधानमन्त्री बन्छु ए त्यो उसको शङ्कर छेत्री जेरीको बुढा मलाई राजनीति गर्न सक्यो युवाले भनेको भन्दा त ठिकै हो युवाले चाह्यो भने किन हुँदैन अब हार चाहिँ मान्नु हुँदैन त्यो भए त होइन भन्ने प्रधानमन्त्री हुन्छ म 10 पल्ट हेरेँ हाँस पनि लाग्यो है राजनीति बारे नि जान्नुपर्छ केही बोल्नुपर्छ अलिकति अब गीत चलाउन खोजे होला अलिकति अझै चर्चामा आउनु खोजे आएर त हो त त्यही भिडियो तर उसले ठिकै भनेको किनकि त्यहाँ त्यतिखेर त्यस्तै भइरहेको युवाहरूलाई चाहिरहेको सुशीला कार्कीलाई चाहिँ प्रधानमन्त्री बनायो युवा तर मलाई चाहिँ त्यसले के गर्छ जस्तो मलाई लाग्दैन अहिलेको यो अन्तरिम सरकारले यो गरेर के चाहिँ गरेको छ कहिले देख्नु भएको म चाहिँ सुशीला कार्की के चाहिँ गर भने एउटा खुलासा गरे नि त होइन के को खुलासा के अरे विपिन जोशी चाहिँ अब निक्लिने त्यस्तो खुलासा सम्मले पनि होइन सबैले समाचारले पुरै भइसक्यो उसो आमा र बहिनी कता लिन अस्ट्रेलिया उनीहरू अमेरिका गएको युएसए त्यो भनेको अब जो अस्ति जातमा चाहिँ यो के अरे हमासले चाहिँ फोटो रिलिज गर्यो त्यो फोटो रिलिज गर्नु भनेको हमासले चाहिँ त्यो मान्छेहरू निकाल्न होइन क्या फेरि एउटा कुरो के बुझौँ भन्दाखेरि हमासले चाहिँ विदेशीलाई किन पक्रियो किन आफ्नो कब्जामा लियो त भन्दाखेरि युद्ध गर्दैछ त्यो युद्धमा चाहिँ के हुन्छ भन्दाखेरि आफ्नो चाहिँ जे इच्छा त्यो के मागहरू छ नि त्यो पुरा गर्नका लागि उसले विदेशी मान्छेलाई पनि त्यहाँ लिएको छ क्या त्यो लियो अब के हुन्छ त भन्दाखेरि अन्तर्राष्ट्रिय हिसाबमा चाहिँ त्यो इरानलाई चाहिँ दबाब जान्छ क्या उसले चाहिँ के गर्छ या त मारिदिन्छु या त मेरो चाहिँ त्यो माग चाहिँ पुरा गर भन्छ क्या हो त्यही भएर त्यो देखाएको उसले चाहिँ रिलिज गर्दैन क्या अहिले उसले रिलिज गर्दैन क्या त्यो भएको हुनाले त्यो सम्भावना छैन तर त्यसको लागि ठुलो तपाईँहरू चाहिँ प्रयास गर्यो भने भोलि अब विश्वका हरेक देशहरूले चाहिँ उसलाई चाहिँ दबाउन खोज्यो भने होइन मान्छे रिलिज गर्नु पर्यो होइन भने म फेरि तेरो साफ हुन्छ भने त्यो अर्कै कुरा हो त्यो फोटो देखाउने बित्तिकै उसले त्यो रिलिज गर्ने बित्तिकै त्यो सम्भावना छैन तर यो दुःखको कुरा हो नेपाली मान्छे एउटा त्यो युवा भएकोको है हाम्रो भाइ जेनजी अब यस्तो अवस्थामा छ त्यो हुँदाखेरि मलाई दुःख चाहिँ लागेको छ तुरुन्तै चाहिँ उसलाई चाहिँ सरकारले पहल गर्नुपर्छ नेपाल सरकारले चाह्यो भने रिहाई पहल भन्दा नि हामीलाई सिधै रिहाई चाहिन्छ अब अहिलेको सरकारले पनि काम चाहिँ केही गरिरहेको छैन है अब यहाँ त्यो पुराना भ्रष्टाचारीका फाइलहरू खोल्छ अरे खोल्न सक्दैन भाइ अहिले खोल्नुहोस् त खै कत्रो दिन भइसक्यो नि त्यो चान्सै छैन यो सरकार भनेको संविधानको यो चुनाव गराउनलाई पनि अनि देशमा अलिकति ऐम चाहिँ भनेको जस्तो अहिले हिजो घटना घट्यो त्यो बहिनीलाई जिउँदै जलाइदियो यस्तो घटना नहोस् भन्नुको लागि उसले अलिकति त्यहाँ चाहिँ कानुनहरू त्यहाँ लागू गर्नुपर्ने हरेक संयन्त्रहरू होइन कानुनका चाहिँ बाँकी भनेको केही गर्नु सक्दैन क्या
त्यसले यदि चाहिया भएपछि जेएनजीहरूले अस्ति कति त्यतिसम्म सोच्ने भएको भए सुरुको दिनबाट त्यो प्रधानमन्त्री भनेको सडकबाट सिधै आफ्नो हिसाबमा चाहिँ भन्ने अनि संविधानलाई ढ्याम्मै मार्दिने अनि त्यहाँबाट प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री त्यहीँ निर्णय पारित गराएर अगाडि बढ्नुपर्ने हो क्या। हामी संविधानलाई मान्छौँ नत्र देश खतममा जाने रहेछ भन्यो अनि मान्दै गयो। फेरि यो त चुनाव उही त 79 को चुनाव मध्यवादी चुनाव जस्तो भयो क्या सेम हो क्या सेम मध्यवादी चुनाव किनकि उनीहरू त्यो टाउकोहरू पनि फेरि उड्न पाउँछ क्या उड्न पाउँछन् उनीहरू जनता पनि छ अब मान्छेहरू छ चुनावको डेट मात्रै सरेको डेट मात्रै यो तरिकाले चाहिँ 2014 मा के रे 84 मा हुन्थ्यो अनि 82 मै हुने अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री कसरी हुन्छ कसैको सम्भावना छैन। त्यसको लागि भनेको फेरि तपाईँ तर हर्क सामानलाई बनाएको भए गर्थ्यो फेरि किनकि यो आन्दोलन थियो यत्रो मान्छे मर्या थिए उसले त्यो मारेर भए पनि यो पुरानो नेताहरूसँग झगडा गरेर भए पनि उसले चाहिँ त्यो मान्छे फेरि एकहोरो मान्छे हो कि त्यो अरू काम नगरेर त्यो चाहिँ गर्थ्यो अरूको मान्छे नसोचेर गर्ने अहिले छैन अहिलेको त्यो गरेर सुशीला कार्कीले गर्दैन र सुशीला कार्कीलाई त्यो गर्नु पनि थिएन कि भाइ रियालिटी चाहिँ सुशीला कार्कीलाई यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री पनि ल्याउनु छैन उसलाई राष्ट्रपति ल्याउनु छैन उसलाई के गर्नु थियो भन्दाखेरि पूर्व न्यायाधीश हो यो संविधानले उसलाई कहिले पनि प्रधानमन्त्री बन्न मिल्दैन यो मौकामा चौका त्यो के भन्छ नि धमिलो पानीमा माछा मारेको मात्रै उसलाई पहिलो नेपाली महिला प्रधानमन्त्री बन्नु थियो बनिसकि अब भाइ मेरो काम यो होइन उसले हिजो अस्ति भन्ने सक्छ नि राष्ट्रको नाममा अब चाहिँ उसको काम भनेको चुनाव गराउने मात्रै हो उले हुन पाउँदैन नि त्यो नाम राखी प्रधानमन्त्री बन्यो अब इतिहासै नैन नेपालको पहिला प्रधानमन्त्री बन्यो अब फेरि प्रधानमन्त्री बन्यो त्यति अब त्यसको काम पनि छैन। बालेन तपाईलाई कस्तो लाग्छ बाले अब यस्तो हो अब नेपालमा चाहिँ मान्छेले अलिकति पनि कुनै यस्तो परिवर्तनहरू भयो या कुनै त जनआन्दोलन या आन्दोलनहरू भयो भने त्यसलाई चाहिँ विदेशीहरूले गराएको भन्ने चाहिँ एउटा भाष्य चाहिँ गरेकै छ। तर हुन पनि विगतदेखि अहिलेसम्म हेर्ने हो भने अहिले मात्रै होइन क्या पानीलो कस्तो पानी चिसो हो त तपाईँको विगत 2007 सालदेखि अहिलेसम्म नेपालमा जति पनि आन्दोलन भएको छन् त्यो सबैजना विदेशीहरूको चलखेलमै भएका छन्। हिजो राजाको पालामा चाहिँ यो राजा खानलाई फाल्दाखेरि पनि इन्डियाबाट ठुला नेताहरू आएर आन्दोलन गर्थे भिडियो अहिले पनि हामीले देखिरहेको छौँ भने अब अहिले पनि अब कतै बालेनले आफ्नो स्वार्थको लागि चाहिँ त्यो गरे हो कि अब हामी जस्तो तपाईँहरू जस्तो युवाको चाहिँ यहाँ त माइन्ड यस्तो ब्रस गरिदिएको छ क्या सोच्ने भनेको सिर्फ तपाईँको चाहिँ त्यतैतिर बनाइदिने क्या अरू केही नसोच्ने यही हो भन्ने अब हुन पनि सक्छ। तर मलाई जानु लाग्छ अब युवा हो सायद देश उसले त्यसरी चाहिँ विदेशको हातमा गर्छ जस्तो मलाई लाग्दैन सबैले बुझ्नुपर्ने कुरा हो। अब नेपालमा त तपाईँले देखिराख्नु भएको दुईटै पार्टी एउटैबाट लडाइँ झगडा गरिरहेछन् यो जेनजी यस्तो हो फेरि अहिलेको जेनजी कस्तो जेनजी हो सुरुमा चाहिँ स्वतन्त्र युवाहरू थिए त्यहाँ अहिले त्यसले मात्रै फेरि परिवर्तन सम्भावना थिएन है कतिसम्म नेपालमा स्वतन्त्र हाम्रो त्यो त गाई गोरु पनि तपाईँ चाहिँ पार्टीको सबै आफ्नो घर सानो खुचेर भोट नहाल्ने मान्छे चुनाव गाई गोरु कुकुर पनि पार्टी हो कसरी भन न तिमी काङ्ग्रेसको हो भने तिम्रो कुकुर मर्यो भने पनि तिमीले पैसा पाउँछौ त्यो काङ्ग्रेस पार्टीकै भयो। अब थोरै नेपालमा चाहिँ स्वतन्त्र मान्छेहरू केही मात्रै छन् क्या सुरुमा चाहिँ त्यो स्वतन्त्र युवाहरूको चाहिँ शान्तिपूर्ण आन्दोलनको त्यो उनीहरूको चाहिँ मनोबल र त्यसको प्लानिङ पछि जब त्यो आन्दोलन हुँदै 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 त्यहाँ घुसपिट हुँदै हुँदै पार्टीका पनि त तपाईँको विभिन्न भातृ सङ्गठनका युवाहरू छन् जेएनजीहरू छन् विद्यार्थी सङ्गठनहरू छन् त्यो पनि जेएनजी हो नेविसँगहरू छ सब जोडिएपछि उनीहरूले चाहिँ त्यसमा चाहिँ लाफडा गर्न सुरु गरेको क्या त्यो देख्नु भएन एउटा चाहिँ कुन एमालेको रहेछ त्यो यत्रो कपाल पालेको त्यो बुढो हो हामीभन्दा पनि ठुलो होला चाहिँ हात भाँचेको चाहिँ होइन त्यसले त्यो बाँधेर नाटक हेर्ने 7 लाख दिनुपर्छ मरेकोलाई भनेको छ। अनि एकैछिनपछि फेरि आधी घन्टा पछि यसो हेरेको पोस्टहरू फेरि त्यो एमालेसँग फोटा खिचाएको छ एमाले कार्यकर्ता क्या त झोले कार्यकर्ता झोले भने यो एउटा नेपालमा चाहिँ यही त विडम्बना छ क्या। तर सबैभन्दा परिवर्तन हुने कुरा पार्टी नेताले विकास गर्ने क्या जनता हुनु पर्यो क्या स्वतन्त्र बन्नुपर्छ एकदम स्वतन्त्र। मलाई चाहिँ जबसम्म लाग्छ होइन अहिले यो युवा नेताहरू आछन् नि उनीहरूले नि पछि यस्तै विवाद पर्छ अहिले गरे पुरानो नेता त्यही म त राजै ठिक लाग्छ जुलजी भने म युवा तर मैले त इतिहास पनि पढेको छैन तर विभिन्न ठाउँहरू केलाएर हेर्दाखेरि र बुझ्दाखेरि विश्वका इतिहासहरू पनि अलिअलि हेर्ने हो भने हामी त अलिअलि तर मलाई के लाग्छ भने नेपाल जस्तो देशमा जहाँ बहुभाषी बहु संस्कृति बहु सबै कुरा एभ्रिथिङ इज धेरै छ नि त नेपालमा त हो यो देशमा चाहिँ राष्ट्रपतिको ठाउँमा चाहिँ संवैधानिक राजा जबसम्म आउँदैन नि तबसम्म यो देशमा कहिले पनि विकास हुँदैन र कहिले पनि शान्ति हुँदैन यो सत्य हो। किन भन्दाखेरि अहिले हामी चाहिँ सिंहदरबार जल्दाखेरि रुँदैछौँ धेरै जटाहरू त्यो रुनेहरू भनेको स्वार्थीहरू हुन्। सिंहदरबार भन्दा पनि ठुलो इतिहास र
नेपालको हिस्ट्री सबै कुराहरू क्रिएट गर्ने भनेको नेपालको राजा हो। नेपालको इतिहासै भनेको राजा हो। त्यो भएको हुनाले राजालाई चाहिँ सम्मान गर्नैपर्छ र जुन दिन हामीले राजालाई चाहिँ राष्ट्रपतिको ठाउँमा राख्यौँ त्यो दिन चाहिँ अथवा यो देशको नाम चाहिँ विश्वमा चिनिनेछ र अग्लो स्थानमा हुनेछ र हरेक नेपालीको जातमा उच्च ठाउँ हुनेछ। यो भन्दै गर्दाखेरि कतिले फेरि राजावादी रहेछन् भन्ने तर हामी राजावादी होइन। तर अब अहिलेको संविधान भनेको फाल्नु हुँदैन, यसलाई च्याप्नु हुँदैन, यो त धेरै मेहनत गरेर बनाएको यत्रो उस्तो भनेर तपाईँ पार्टीहरूले भन्छ। यो संविधान भनेको विशेष गरेर यो पार्टीहरूले आफ्नो लागि मात्रै बनाएको, देशका लागि होइन। यदि यो संविधान त्यस्तो साला अर्ग्यानिक थियो, एउटा उन्नत किसिमको संविधान थियो भने देशको आजसम्म 10 वर्ष भइसक्यो बनेको माथि जानु पर्थ्यो नि त। उल्टै ऋणमा डुबेको छ, भ्रष्टाचारहरू बढिरहेको छ, आतंककारहरू बढिरहेको छ, बलात्कारी चोरी, युवाहरू विदेशी रहेको छ, हो देशको इकोनोमी पुरै ढलेर गइरहेको छ भने यो हाम्रो लागि चाहिँ त्यति राम्रो छैन यो संविधान। किनभने संविधान हामीलाई त्यो संविधान चाहिन्छ जुन संविधानले हरेक नेपालीलाई चाहिँ नेपालमै रोजगार दियोस्, युवाहरू नेपालमै थुनियोस्, हरेक नेपालीहरू चाहिँ तपाईँको चाहिँ खुसी हुन् कि। तर अहिले छैन। र यो संविधान कहाँनिर चुक्यो त भन्दाखेरि मलाई बुझ्यो अनुसार चाहिँ जहाँनिर यसले चाहिँ हाम्रो राजालाई चाहिँ जसले यो देशलाई चाहिँ एकीकरण गर्यो त्यसैलाई नै बिर्सेर तिग्ने होइन, एकातिर फाल्यो हो सही भन्नु हो होइन हो। त्यहाँदेखि चाहिँ यो सकियो, यसको काम छैन। जुन दिन राजा आउँदैन जहाँसम्म देशको सम्भावना छैन, देशमा केही पनि हुँदैन। तर राजा आउँछ भाइ, आज नभए आउनै पर्छ। हरेक नेपालीले चाहिँ बुझ्नुपर्ने पनि कुरा यही हो। हामीलाई चाहिँ पुरानो सिधै त्यो राजा चाहिएको होइन क्या, डाइरेक्ट राजा चाहिएको होइन हामीलाई। राजा चाहिएको हामीलाई चाहिँ स्थान मात्रै चाहियो। हाम्रो राजाको स्थान भयो भने पनि मात्रै त्यसको काम केही नहोस् बरु, तर राजा मात्रै भयो भने देशको तपाईँको चाहिँ शान्त राजा भएको देश त्यो सत्य हो। साउदी, कतर, मलेसिया देशमा राजा शासन। अब राजा किन चाहियो भन्दाखेरि एउटा त देशको चाहिँ तपाईँको चाहिँ स्थान माथिको ठाउँमा पुर्याउनलाई, प्लस भनेको हाम्रो देश सुरक्षित बनाउनको लागि चाहिँ कि। अब अहिलेको यो पार्टीहरू हेर्नुहोस्, यहाँ पुरै विदेशी तपाईँ एनजिओ आइएनजिओ के हो सबै छ नि त। यसले खेलेर उनीहरू देश उनीहरूले चाह्यो भने 24 घण्टा सत्ता पल्टाइदिन्छ, देख्नुभयो। यो भनेको विदेशी खेल हो होइन। तर राजा भयो भने यो सबै बन्द हुन्छ। यहाँनिर यो भुटान हेर्नुहोस् न, भुटान भनेको नेपालभन्दा पनि धेरै सानो, एकदम सानो। त्यहाँ यस्तो कहिले भएको छैन। किनभने त्यहाँ तपाईँ चाहिँ कुनै पनि विदेशी चाहिँ संस्थाहरूले त्यहाँ चाहिँ राज गर्न पाउँदैन, परिवेशी गर्न पाउँदैन। त्यो राजा छ देशमा चाहिँ राजा चाहिन्छ। धेरै ठाउँमा राजा छन्। नेपालमा चाहिँ अब अमेरिका सिस्टम राष्ट्रपति चाहिने गठबन्धन राष्ट्रपति जाने भनेर मलाई अब नेपालमा चाहिँ तपाईँ चाहिँ फेरि राष्ट्रपति चाहिन्छ भन्ने कुरा छ। अहिले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भनेको छ। तर अब एक तरिकाबाट हेर्दाखेरि चाहिँ त्यो चाहिन्छ जस्तो पनि लाग्छ, अलिक विकास हुन्छ कि भन्ने। त्यो किनभने नयाँ कुरा हो नि त नेपालको लागि, भइदिया भयो भने सबै हो चाहना चाहिँ हो। तर मलाई फेरि अर्को कुरा के लाग्छ भन्दाखेरि तपाईँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कोही बन्यो भने भोलि त्यो भनेको 5 वर्षसम्म बस्छ। अनि त्यसले चाहिँ तपाईँ एकतर्फा भलो निर्णय गरिदियो, देशै बेचिदियो भने सक्यो त सक्यो। त्यसको कसले जिम्मेवारी लिने? भोलि के त्यो पनि हो क्या। फेरि नेपाल त विभिन्न जातधारी धर्महरू चाहिँ जोडिएको छ होइन, सबैको देशमा फेरि सहमत हुन्छ भन्ने कुरा पनि होइन। त्यो भएको हुनाले अब गाह्रो छ। तर हेरौँ अब के कस्तो हुन्छ। अब देश हामीलाई त्यति राजनीति बुझाए पनि छैनौँ, तर अब हामी बाहिरबाट अलिकति हेर्दाखेरि यस्तो हुन्छ कि कस्तो हुन्छ कि अब यस्तै हो। अब म चाहिँ जबसम्म लागि यस्तै हुँदै गयो भने 10-20 वर्ष नेपालै रहँदैन कि सकिन्छ। यही पनि ठिक छ क्या अहिले पनि मैले चाहेको चाहिँ। तर नेताहरूले चाहनु पर्यो, त्यो लागू गर्नु पर्यो। नियम त छ, भ्रष्टाचारलाई सुमाउँदैन, नियम कानुन भ्रष्टाचारलाई सुमाइदिएन। कानुन छ तर नियम पालना भएन। अनि तपाईँ यस्तो कि स्वार्थी भयो नेपालीहरू जम्मै पार्टीको झोले। यहाँसम्म झोले छ कि अहिले शेरबहादेवलाई गाली उदाहरण मात्रै दिनु खोजेँ है। शेरबहादेवलाई मैले त्यो मेरो त आफ्नै ठाउँमा मान्छे सधैँ रिस्पेक्ट गर्छु है उहाँ, किनकि यत्रो 5 चोटि प्रधानमन्त्री भएको मान्छे, त्यो हामीले सम्मान गर्नै पर्छ, बिर्सिनु हुँदैन। ऊ आफ्नो इतिहास छ। तर के हो त भन्दाखेरि नेपालीको जसले अहिले देउबालाई गाली गर्दैछ नि, देउबासँग गएर एउटा फोटो खिच्न पायो भने नेपाली काङ्ग्रेस जिन्दाबाद, शेरबहादेव जिन्दाबाद भनेर मैले फोटो हाल्छ। यस्तो झोले छ क्या, सबै फोटो मात्रै खिच्नु पर्यो नि। अनि त्यस्तै भयो भने अर्कालाई धम्काउँछ। देउबासँगको हात हो मेरो, चिना छ। अनि यसरी हुन्छ त। मैले भेटेको मान्छे हो, त्यो समस्या छ नेपालमा। त्यो मान्छे हो, त्यो बुद्धिले गर्दाखेरि असम्भव छ। अब नेपालमा विकास गर्नको लागि त केही चाहिँदैन भाइ। के चाहिन्छ त भन्दाखेरि नेपाली भनेको के हो? कृषि प्रधान देश हो। तपाईँ जति पनि गाउँपालिका हरेक क्षेत्रमा चाहिँ जति बजेट गर्दा त्यसको चाहिँ 50-60% कृषिमा लगाउने। भारतबाट आउने सबै खाद्यान्नहरू चाहिँ स्टोप हो क्या। त्यति गर्यो भने तिम्रो के हुन्छ भन्दाखेरि हाम्रो देशको पैसा हामीसँगै रहन्छ,
युवाहरू सबै तपाईँ त्यहाँ रोजगारी हुन्छ। 5 वर्षमा नेपाललाई कसम भयो होइन मलेसियाको ठाउँमा पुगाउन सक्छ। अब अहिले के भइरहेको छ भने यो स्थानीय सरकार हुन्छ, वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, नगरपालिका अध्यक्ष, तिनीहरू छन् नि, त्यो भनेको खास गरेर पार्टीको हुनु हुँदैन है। त्यो पार्टीको भयो भने काम गर्न सक्दैन। त्यो स्वतन्त्र भयो भने विकास गर्ने भनेकै त्यसले हो, रोजगार दिने भनेकै त्यसले हो क्या। यो केन्द्रीय सरकारले भनेको त्यो होइन, उसले त बजेट मात्रै छुट्याएर दिने हो, पुगाउने हो त्यहाँ होइन। अब तपाईँको चाहिँ एउटा सामान्य वडा अध्यक्षले चाह्यो भने 5 वर्ष कार्यकाल हुन्छ नि त। अहिले संविधानमा सरकार गइसकेको छ देश। 5 वर्षमा आफ्नो पुरै समग्र वडामा चाहिँ होइन हरेक वडाका हरेक आफ्ना नागरिकलाई चाहिँ धनी बनाउन सक्छ र 2 जना मान्छेलाई रोजगार सहित दिन सक्ने क्षमता बनाउन सक्छ क्या। तपाईँ हाम्रो पाहाडमा झन् यो धेरै सजिलो छ। के गर्ने? उत्पादन बढाउने हो क्या। गाउँमा तिम्रो के गर्ने भने ल कृषकहरूलाई चाहिँ कति होला 50 लाख 60 लाख कति हो बजेट, त्यसमा चाहिँ 25-30 लाख चाहिँ यो वर्ष 10 जना युवाहरूलाई चाहिँ लगान लगाऊ। तिमीहरूले हरेकले 3 जनालाई चाहिँ रोजगार दिनुपर्छ है, काम गराउनुपर्छ। अनि तिमीले जति उत्पादन गर्छौ त्यो ओडाबाट मैले लिन्छु होइन। तिमीहरूलाई चाहिँ फिक्स एउटा म त्यो रेट बनाइदिन्छु हरेक, तिमीले उत्पादन मात्रै गर्ने, त्यो म लिन्छु, म लगेर चाहिँ त्यसलाई बजार व्यवस्थापन म गर्छु, त्यो मेरो जिम्मा भन्ने होइन। त्यति गर्ने हो भने पहिलो वर्षको 50-60 लाख बजेटमा चाहिँ कसो भयो, लगभग 10 जना चाहिँ त्यहाँ उत्पादन गर्ने मालिकहरू भए, उनीहरूले 3-4 जनालाई त्यहाँ रोजगार दिए, 30-40 जना भए। अर्को वर्ष फेरि बढाउँदा 5 वर्षमा तिम्रो के ल 100 जना चाहिँ तिम्रो त्यो युवाहरू त्यहाँ उत्पादन गर्ने मालिकहरू भयो भने उनले हल्लेले तपाईँ चाहिँ उनीहरूको क्षमता कस्तो हुन्छ भन्दाखेरि तपाईँ चाहिँ 20-25 10 जनालाई चाहिँ रोजगार। अनि एउटा वडामा कति मान्छे हुन्छ, कति हुन्छ र युवा? ल धेरै भयो म 1000 होला, 5 वर्षमा भएन त खाया पलट। के गर्नु कृषकलाई भनेको उत्पादन मात्रै गर होइन। म दिन्छु, बिउ दिन्छु, मल दिन्छु, जमिन जमिन उत्पादन गराउने हो, जमिन दिने हो उनीहरूलाई चाहिँ। चाइनामा छ त त्यो सिस्टम, त्यही भएर चाइना विकसित भएको नेपालमा छैन के। जब हाम्रो नेपालमा त्यो कहाँ छ त भाइ? उनीहरूले राजनीति हेर्छ क्या, तँलाई म कहिले भोट दियो भने तँलाई चाहिँ यो जग्गामा नाम हालिदिन्छु है भन्छ यार, अनि हुन्छ त। अनि विपक्ष मान्छे गएपछि तैँले मलाई भोट दिनुहोस् त भाग जा खाडीतिर तर कुनै दिन यदि राजनीतिमा आउनु पर्यो र कुनै ठाउँमा चाहिँ यदि त्यो गर्नु पर्यो भने मसँग त धेरै भिजन छैन। मेरो भिजन भनेको टार्गेट के हो, अहिले प्रायः जस्तो हरेक ठाउँमा रोड पुगिसकेको छ है, कच्चिरे रोड स्टोक पुगिसक्यो त होइन। तर के गर्ने, यदि वडा अध्यक्ष नै भयो भने पनि कुनै ठाउँमा के गर्नुपर्छ त भन्दाखेरि बजेट त धेरै हुँदैन वडाहरूमा त। अहिले नेपालको बजेटै कम छ, 40-50 लाख छ। 40-50 त्यसलाई चाहिँ के गर्ने त भन्दाखेरि तिम्रो सिर्फ कृषिको लागि चाहिँ युवाहरूलाई चाहिँ 5-7 जना 8-10 जना सुरुको वर्षमा चाहिँ गराउने, त्यो उत्पादन आफूले लिने, अनि एउटा टरक हान्ने क्या वडाको लागि। पैसा छैन ल 1 करोड पुग्छ, सहयोग उठाउने हो नि त नेपालीहरूमा। त्यही वडा गाउँमा वडा चाहिँ 10,000 रुपियाँ दियो भाइ, म गाडी हाल्छु, तिम्रो सामान चाहिँ मैले लानु छ, भोलि चाहिँ त्यो पैसा चाहिँ म 20,000 रिटर्न दिन्छु, वडाले त त्यो जिम्मा लिने हो। अनि के हुन्छ, किसानबाट चाहिँ 10 रुपियाँ उसले चाहिँ गोबी किन्यो एक्जाम्पलले, बजारमा लगेर उसले 15-20 रुपियाँ। अनि तिम्रो के हुन्छ 5 रुपियाँ उसको गाडी भाडा भयो भने 5 रुपियाँ त वडालाई फाइदा भयो, त्यो एउटा कमाइ पनि भयो। अब अहिलेको वडा अध्यक्षमा के छ भन्दाखेरि कुनै भिजन छैन, जो बजेट आयो त्यो चलाइरहेको त भन्छ। सरकारी बजेटमा चाहिँ कहिले पनि तपाईँ डिपेन्डेन्ट हुने होइन क्या। वडाले पनि कसरी कमाइ गर्न सक्ने, वडालाई कसरी धेरै धनी बनाउने त, अनि युवाहरूलाई कसरी रोजगार दिने आफ्नो जनतालाई, त्यो हुनुपर्छ भिजन। तर अहिलेको वडा अध्यक्षहरूमा कसैमा कुनै पनि ठाउँमा मैले देखेको छैन। अनि अर्को के छ त भन्दाखेरि जस्तो एउटा एप बनाउने, अहिले त यस्तो सामाजिक सञ्जाल छ नि त, त्यो एपमा तिम्रो टोल हुन्छ नि त वडामा पनि त, यो टोल त्यो टोल हरेक टोल हुन्छ। यो टोलमा चाहिँ के भइरहेको छ, मौरी पालन छ, यहाँ मोहहरू कहिले कहिले हुन्छ, यतातिर बाख्रा पालन छ, बाख्राको त्यो एपमा चाहिँ हरेक मन्थ हरेक हप्ता चाहिँ त्यहाँ सबै कुराहरू यो जसो तिम्रो वडाको चाहिँ नाम हान्ने, कुन हो पालिका चाहिँ त्यो पालिकाको नाम, वडा नम्बर 2 को यो टोलमा चाहिँ यति खसी चाहिँ बिक्रीमा छन्, किसानहरूको चाहिँ रेडी छ भनेर फोटो हालिदिने। काठमाडौँ होस् या नेपालगञ्ज होस् चाहे धनगढी होस् चाहे मैनगरको नेपालको जहाँको मान्छेले पनि व्यापारीहरूले हेर्छ कि त्यो एपमा जान्छ, यसो हेर्छ क्या कुन टोलमा के रहेछ। खसी चाहिनेलाई त्यहाँबाट अर्डर हान्छ क्या, मलाई एउटा खसी चाहियो कसरी दिँदै हुन्छ, जिउँदो यति रुपियाँ केजी, यदि तपाईँ त्यहाँ काटेर पनि यहाँ पुगाउनु हुन्छ भने पनि यति दिन्छु। उनीहरूको आफ्नै त्यहाँ अनलाइन डिपेन्ड हुन्छ, ओडासँग हुन्छ कनेक्सन, ओडाले चाहिँ ट्याक्क त्यो मिलाइदिन्छ किसानमा, आउँछ लगेर जान्छ। आमा त्योभन्दा सजिलो के छ त, रोजगार त केही गर्नै पर्दैन यार। अब के गर्ने, यिनीहरूसँग भिजनै छैन, यो देश विकास हुँदैन कि यही तरिका छ, सत्य हो। त्यही भएर त खाडीतिर 10औं लाख युवाहरू छन्। अब यहाँनिर विदेशतिर हेर्नुहोस्, नेपालीको बिजोग छ। अहिलेको नेताहरू छ नि आफ्नो मान्छे मात्रै हेर्छ कि, अनि अरू मान्छेले हेर्दैन नि। जुन मान्छे पार्टीको आफ्नो पार्टीको मान्छे हुन्छ, आफ्नो घरको मान्छे हुन्छ, आफ्नो अङ्कलको छोरा हेर्छ, आफ्नो दाइ बाइको छोरा हेर्छ, उनीहरूलाई हेर्छ नि।
अरू गाउँको मान्छेहरूले आफ्नो सोझा साझा जनतालाई हेर्दैन नि। त्यही त अप्ठ्यारोकै कारण नै त्यही हो नेपालमा। गाह्रो छ, कुनै न कुनै पार्टीमा हुनुपर्छ हुनुपर्छ,